जुन एउटा बले पुनमगर लाई उपचार सहयोग रकममा सहभागी मतलब संयोजक धनलाल पुनमगर सहित सम्पूर्ण टिमहरूलाई जयमा कसला स्थानीय तह मतलब वार्ड नम्बर 5 को वडा मतलब वडा अध्यक्ष र स्थानीय तहको जसो सरकारको तर्फबाट यहाँलाई म धेरै जसो धन्यवाद दिन चाहन्छु। र विशेष गरेर हामी मान्छेहरूलाई परिआएको बेलामा सहयोग र समर्थन गर्ने भनेको यो समाजको समाजसेवी र बुद्धिजीवी र यहाँका जसो चाहिँ अगुवा नै हो जस्तो लाग्छ मलाई। किन भन्नुहुन्छ भन्दाखेरि हामी जयमा कसलामा यस्ता अनुभवहरू हामीले थुप्रै गऱ्यौँ। हामीले थनबाङमा गऱ्यौँ र हामीले पोबाङमा पनि गर्दैछौँ र हामीले तल्लो भेगमा हामीले बिर्खमा क्यान्सर पीडित र त्यसमा एलिना बचाऊ अभियानमा हामी लागेका छौँ। र यसै गरी फेरि पनि अहिले अस्ति भर्खरै मात्रै अग्नि पीडित गोविन्द रोका मगरको जस्तो अभियानमा अहिले हामीले औटबहादुर रोका मगरलाई संयोजक बनाएर सबै साझा काम गर्ने भनेर चाहिँ हामीले एउटा टिम जस्तो चाहिँ खडा गरेका छौँ। र मतलब हामीले परिआएको बेलामा हामी सबै जसो चाहिँ साझा काम गर्ने भनेर हामी सबै जसो चाहिँ लाग्नुपर्छ र यो जसो लागिरहेका छौँ। यसैको जसो चाहिँ फिडब्याक हो यो जसो बले पुनमगर उपचार सहयोगको जसो रकम मतलब जसो हामीले एउटा अभियान चाल्यौँ। त्यो अभियानमा अब हामी यहाँका जसो चाहिँ समाजसेवी र बुद्धिजीवी र यहाँका जसो तमाम जसो चाहिँ सबै जसो चाहिँ हामी जसो लाग्यौँ तपाईँ जसो लाग्नुभयो भन्ने कुरा म तपाईँसँग राखेँ। विशेष गरेर यहाँ सुनबहादुर दाई खिम सर सबैले राखे जस्तै के हो त भन्दाखेरि बिरामीलाई सक्दो जसो चाहिँ हामीले सहयोग गर्नुपर्छ र त्यस पछाडि फलोअप गर्ने कुरा मतलब यो पहिलो चरण हो। भोलि जसो चाहिँ हामीले फलो मतलब हस्पिटलमा फलोअप गर्दै बेलामा अझै जसो थप रकम लाग्ने भयो भने पछाडि फेरि अब तपाईँ हामी जसो अब जिम्मेवारी बोर्डका साथ फेरि एकचोटि जसो लाग्नुपर्छ। किनभने सुनबहादुर दाइले भने जस्तो अब हस्पिटलमा जाँदै गर्ने बेलामा अब भोलि जसो चाहिँ नचल्ने अङ्गलाई जसो चाहिँ त्यसलाई जसो फाल्ने कुरा त्यो भयो भने पछाडि के हुन्छ भन्दाखेरि बिरामीलाई चाहिँ एउटा स्थितिमा जसो चाहिँ पुर्याउने मतलब चाहिँ बिरामीलाई एउटा स्थितिमा पुर्याउनको लागि त्यो हुन्छ भने पछाडि फेरि अब तपाईँ हामी सबै जसो लाग्नुपर्छ भन्ने कुरा म तपाईँसँग राखेँ। र अर्को कुरा एउटा दुःख लाग्दो कुरा के छ भन्नुहुन्छ भन्दाखेरि मैले बुझेको कुरा है मैले जानेको कुरा अब हामी स्थानीय सरकार भइसके पछाडि प्रत्येक टोल बस्तीमा अब जान पर्छ के अरे गएर कुरा बुझ्नुपर्छ भन्ने जसो चाहिँ हामीले त लाग्छ। तर वास्तविक जसो रिपोर्ट हामी कहाँ आएन के एकदम दुःखको कुरा के यो मतलब चाहिँ 80 हामी 79मा निर्वाचित भयौँ 80 सालको घटना रहेछ। अनि 81 जसो चाहिँ लगभग 1 वर्ष अगाडि चाहिँ यो कुरा जसो चाहिँ हाम्रो जसो यो आमा समूह र यहाँका जसो समाजसेवी बुद्धिजीवीहरूले त्यहाँको जसो चाहिँ सामाजिक सञ्जालमा जसो राख्नुभयो। राखिसके पछाडि चाहिँ अब यहाँका टोल विकास समितिको अध्यक्षले पनि कस्तो हामीले टोल विकास समितिको अध्यक्षले के भनेका छौँ भन्दाखेरि आफ्नो बस्ती र टोलहरूमा के समस्या हुन् त त्यो सबै समस्याहरू कम्तीमा हामी कहाँ ल्याउनुहोस् है भनेर जसो टोल विकास समितिको अध्यक्ष खडा गऱ्यौँ। त्यो भएको भए पछाडि यो कदम हामीले अलिक अगाडि नै चाल्थ्यौँ होला जस्तो लाग्छ कि त्यसले गर्दा अलिकति जसो ढिलो भयो। ढिलो भए पनि केही भएन। तर चाहिँ एउटा कुरा के हो त भन्दाखेरि साथीभाइहरू लागेको अभियानमा म कहीँ पनि झुकेको छैन। म कस्तो लाग्छ खिम सर जुनी सरहरू धनलाल सरहरू यहीँ हुनुहुन्छ। म ढिलै भए पनि साथीभाइहरू लागेको जसो अभियानमा म आफू पनि जसो लागेको छु र म आफूले पनि जसो चाहिँ सहयोग गरेको छु। त्यसले गर्दाखेरि अब आउने आगामी दिनहरूमा पनि उहाँले चाहिँ अहिले उठेको रकमले जसो चाहिँ फलोअप गर्ने र पुगेन त्यसपछि चाहिँ केही भएन भने पछाडि फेरि जसो चाहिँ यहाँको स्थानीय सरकार तपाईँ हामी समाजसेवी बुद्धिजीवी सबै जसो लागेर एउटा जसो चाहिँ जुन एउटा बले पुनमगरलाई मतलब बचाउने उहाँलाई जसो सहयोग गर्ने र समर्थन गर्नेमा चाहिँ अब तपाईँ हामी सदैव जसो तत्पर हुनुपर्छ भन्ने कुरा म तपाईँहरूसँग राखेँ। र निरन्तर मतलब मानवीय सेवा र मानवीय भावना भनेको तपाईँ हामीमा हुनुपर्छ। त्यो भयो भने पछाडि हामीले समाजमा समाजसेवी गरेको काम जस्तो पनि हुन्छ। हामीले बुद्धिजीवीमा जसो चाहिँ बुद्धिजीवी रहेर त्यसमा केही जसो समाजको अगुवा गरेको जस्तो पनि जसो भान्नुहुन्छ। त्यसले गर्दाखेरि तपाईँ हामी सबै जसो निरन्तर मतलब बले पुनमगर उपचार सहयोगमा जुन अहिलेसम्म जस्तो निरन्तर खट्यौँ र अब फलोअप गरिसके पछाडि केही रकम पुगेन भने पछाडि फेरि तपाईँ हामी जसो सल्लाह गरेर चाहिँ हामी अगाडि बढ्नुपर्छ भन्ने कुरा म तपाईँहरूसँग राखेँ। र अन्तमा मैले भने अस्ति गोविन्द रोका मगर अग्नि पीडित जो मैले जसो चाहिँ कसै साथीहरूले मैले भने नि तपाईँहरू जसो सङ्घ संस्था बुथ त्यहाँका जसो क्लबहरूले कसैले पनि जसो बैठक बसेर केही गरौँ भन्ने भावना चाहिँ राखेनन् कि नराखिसके पछाडि मैले ओडा कार्यालयमा तत्काल जसो ओडा कमिटीको बैठक राखेर ल यसरी जाउँ
मैले सुनबहादुर दाइले भने संयोजक बन्नु पऱ्यो भनिसके पछाडि उहाँले भने तलतिर राख्नु पऱ्यो चाहिँ सदस्य बनाउँलाई भाइ भनेर भनिसके पछाडि ठिक छ औटबहादुर रोकाले गरौँ भनिसके पछाडि अहिले हामीले धेरै यो सहयोग मतलब रकम हस्तान्तरण धेरै लामो गर्नुहुन्न 1 महिनाभित्र जति उठिसके पछाडि हामीले रकम हस्तान्तरण गर्नुपर्छ। यो जसो चाहिँ सिरियल बनाइसके पछाडि अर्को महिनाको 7 गते जसो चाहिँ हामीले अग्नि पीडितलाई जसो हस्तान्तरण गर्ने र त्यसभित्रका समितिहरूले कहाँ कति के भयो भन्ने कुरा जसो चाहिँ त्यहाँ समयसँग समन्वय गरेर अगाडि बढ्ने भन्ने कुरा जसो हामीले निरीक्षण गरिसके पछाडि त्यो अहिले तीव्र रूपमा जसो अगाडि बढिरहेको छ। यही हिसाबले जुन जसो चाहिँ बलि पुन मगर उपचारमा तपाईँहरू जसो चाहिँ एकदम तन र मनका साथ लाग्नुभयो, हामी लाग्यौँ र आगामी दिनहरूमा हामी लाग्नेछौँ भन्ने यो कुराकानी राख्दै मेरो जसो चाहिँ छोटो कुराकानी राख्दै म बिदा हुन्छु। हस्, नमस्ते, जय।